Good morning, everybody. So today we are going to Park Island. It is a small island underneath the Singmar Bridge, if I remember. And since it's all of our holidays, my mom, dad, and my brother were all deciding to go head there together to see what it's about. It's a new tourist attraction, apparently. So we're gonna go check it out. Leaf time. Say hi to Sam. Yes, the wife and husband. Noon time. Josan. We are walking to go find somewhere to eat. Probably gonna eat in the same noodle shop that we go almost every time we come up to have a family day. Because the food there is not only cheap, but it's super good. हेलो नमस्ते गुड मर्निङ हामी आज घर परिवार सन्डेको दिन सबै छुट्टी भएको हुनाले हङकङको एउटा राम्रो आइल्यान्ड पार्क भ्यू भन्ने आइल्यान्ड घुम्न जाँदैछौँ। घरबाट हिँडेको आधा घन्टा जस्तो भयो। हामी रेल चढेर यो चुन्नन भन्ने ठाउँ आइसक्यौँ। चुन्ननबाट चाहिँ हामी जाने हो। यहाँ बस पार्कमा बस नम्बर सर्च गर्दैछ छोरीले। अब बस भेटाएपछि चाहिँ त्यो ठाउँ जानेछौँ। अब भरे दिनभरि भिडियोहरू खिच्नेछौँ। भिडियो हेर्दै गर्नु होला। हामी बसमा चढेर जाँदैछौँ। छोरा आमा म छोरी चाहिँ अगाडि बसिरहेछ। ल है आजको घुमफिर चुनवान कटेर हामी अब सिङमा पुल तिनकाउ पुल पुग्नु लाग्यो। यो देखिएको पुल चाहिँ यङलङ कामथिन सहरबाट यता काउलनतिर आउने पुल हो। अब अर्को पुल हामी तुरुन्तै पुग्छौँ। हामी डबल डेकर बसमा जाने भनेको डबल डेकर बस नजाँदो रहेछ। सिङ्गल बसमा जाँदैछौँ। तिनकाउ पुलबाट देखिएको सिनहरू हो। यो पुलबाट चाहिँ चेप्लाकोक एयरपोर्ट जान्छ। हामी तर यो पुलबाट बिचबाट घुमेर टर्निङ भएर यो वरिपरि समुद्रको बिचमा एउटा टापु छ आइल्यान्ड। त्यो आइल्यान्डमा आज जाँदैछु। त्यो आइल्यान्डकै घरहरू देखिरहेछ अहिले। आज हामी यो घरको बाहिर टुरिस्ट एरिया घुम्ने एरियाहरू छ त्यो घुम्नेछौँ। अब हाम्रो बाटो छुट्यो। यो देखिएको तेर्छो बाटो एयरपोर्ट जान्छ। हामी चाहिँ टर्निङ भएर उँधो झऱ्यौँ। हाम्रो बाटो छुट्यो। यता चाहिँ एयरपोर्ट जाने हो। अब हामी यो गोलाई यो समुद्रको किनार आज के छ हामी हेरेर एक दिन डुलेर घुमेर खानासाना यही आइल्यान्डमा खाएर साँझतिर मात्रै घर फर्किनेछौँ। हामी यो पार्क भ्यू भन्ने आइल्यान्डमा आइपुग्यौँ।
एकदमै युरोपतिर जस्तो ठाउँ रहेछ घरहरू। हामी यही पुलबाट आएको अघि यसरी त झरेर अब आज दिनभरि यो आइल्यान्ड घुम्नेछौँ। कता घुम्ने हो भनेर मेफ यहाँ छोरी र छोरा आमाले हेर्दैछ। के ठाउँ कुन ठाउँ घुम्ने कुरो चाहिँ यहाँ देखाएको रहेछ। यसरी यस्तो छ है हजुर। ल एकदमै सानसुन। यो चाहिँ 50औं वर्ष अगाडिको घर रहेछ। उनीहरूले छोडेर आफ्नो सामानहरू पनि यस्तो बेपत्ता। केराको रुख छ। हामी अब यो पार्क आइल्यान्ड घुम्नु सुरु गऱ्यौँ। हामी यो आइल्यान्ड चाहिँ आज एक राउन्ड डुल्दै डुल्दै के छ हेर्दै जानेछौँ। हो र यहाँ चाहिँ अलि डेन्जर जङ्गलमा यस्तो सर्पहरू पनि रहेछ है। यस्तो देखेछ सर्पहरू ने भित्र नजाऊ त्यसै हो क्या। ल हिँड। हामी अब सी साइड छेउमा आइपुगिसक्यौँ। समुद्रको डिलको घरहरू देखियो है। यस्तो छ। यता रेस्टुरेन्ट रहेछ। भरे परतिर पाउँछ कि पाउँदैन? भरे मात्र आइपुग्छ। अघि फोटोमा पनि यही घर देखाएको थियो रेस्टुरेन्ट। बोर्डहरू आज समुद्रको पानी घटेर बोर्डहरू बगरमा सुतिरहेछ। यो के घर रहेछ? $1886 भनेको के हो यो? 68 1868 पो रहेछ त। मजाको रेस्टुरेन्ट रहेछ। अघि हामी आएको ब्रिज देखिँदैछ। These houses are actually empty, and if I think they are like up for rent. The decorations here are really nice. I can say that the place is very animal and pet friendly. They even have a pet friendly public bus. So if anyone with a dog or a cat or even a parrot wants to come around and check out this place, it's totally welcome to use the public transport here. The scenery is so nice here. It's a shame we can't go to the sand and touch the water. That should be the main center. There are many small cafes around here, so if you want to take a break and just look outside, see the seashore, it's perfect. I would say it's a little bit
expensive because it is a tourist destination, but I'd say it's worth it because the view is so nice. Look, they're spraying mist. I'm gonna go check it out. I want to feel how cool the mist is. I really need it. It's so hot today. Oh my goodness. Oh, the water feels so cool. How does the water feel? Cold and nice. Kati cute. Mom. Ah. Hello. कुकुर पनि यस्तो हुन्छ हौ. सब्जी बारी पनि पो रहेछ त. कस्तो राम्रो बस्ती. धुलो धुवा चाहिँ पटक्कै नभएको. यहाँ चाहिँ सानो फेरी पनि रहेछ. मिन्सा चाहिँ पानीको डिलमा खेल्दैछ. कति राम्रो सुन्दर चिनाहरू माछा मार्दैछ. केटीहरू केटाहरू. फेरीको अगाडि चाहिँ एउटा बोट पनि बसिरहेको छ. यस्तो छ. हामी अघि आएको पुल यही हो. यताबाट आयौँ अघि. राम्रो रमाइलो सुन्दर धुलो धुवा रहित ठाउँ रहेछ यहाँ. यो समुद्रको किनारको रिसोर्टहरूमा रेस्टुरेन्टहरूमा राति चाहिँ एकदम रमाइलो हुने रहेछ. हेर्दा बत्ती राखेको छ. नुसाङ एउटा कान्छ जाउँ. यस्तो छ. पुलमाथि बसहरू डबल डेकर बसहरू उडिरहेछ. Now we're walking up the stairs to, we're not really actually sure where. We are just following the pretty decorations on the staircase. Everywhere there's like little speakers putting music. I'm not sure if people even live here actually. But there are many houses. I wonder what he's doing. Oh, look at these flowers. I forgot what they're called. They're like bell-shaped. And there are many butterflies here. Any butterfly enthusiasts? Let me know what butterflies there are in the comments. No trespassing. Oh, it seems we've reached the campsite. I think it's the campsite? I'm not sure. Let's go check it out. Ah, it is a campsite. Campsite to say. Yep. I think you can only rent the place. I don't think you can actually camp here without paying.
Small fee. Look at the view, man. Ito sa dekhi kota ho? यतिको रहेछ यो त उनी Build a boat. चुनवानको वल्ल छ नि त सानो एरिया क्वाइट साइलेन्ट एरिया बाटोहरुमा यति राम्रो फुलहरु धेरै राम्रो साइलेन्ट एरिया बाटोमा यसरी म्युजिकहरु बजिरहेको छ आओ है हरियो जंगल सफा वातावरण कस्तो राम्रो धुपी हामी जंगल बाटो मिठो हावा अक्सिजन लिँदै लिँदै घुम्दैछौँ भाइ पार्क आइल्यान्डको बीच एरिया है यो चाहिँ बीचमा झार्ने बाटोमा यस्तो देखिन्छ आज यो पारी देखिएको चाहिँ यङलोङबाट काउलन आउने पुल हो यसमा चाहिँ बस र ट्रक गाडी चार पाङ्रे गाडी मात्रै कुद्छ यो देखिएको चाहिँ चेप्लाको एयरपोर्ट जाने पुल हो बाहिर माथि डबल टेकर बस कुदिरहेको देखिन्छ यो पुल चाहिँ हेर्दा यस्तो छ भित्र मुनि रेलहरु हिँड्छ बस र कारहरु चाहिँ बाहिर ट्रकहरु चाहिँ बाहिर माथि गुड्छ भित्र चाहिँ रेल दोहोरो गुड्छ आउने र जाने एकदमै लामो पुलमा पनि पर्छ नेपालीहरूले गोर्खा नेपालीहरूले सुरुमा कन्स्ट्रक्सनमा काम गरेको पुल हो यो 94 देखि 97-8 सम्म काम गरेर यो सिद्धिएको पुल भन्छ यस्तो छ आज छुट्टीको दिन दिदी बहिनीहरु रमाइरहेछ यस्तै छ यति राम्रो सुन्दर ठाउँ समुद्रको किनारमा यसरी घरहरु छ अपार्टमेन्टहरु बेलुका चाहिँ एकदमै सही ठाउँ छ यो आज समुद्रमा पानी घटेर लो टाइड छ रमाइलो छ हामी अब ट्याक्सी चढेर फर्क्यौं यो पार्क आइल्यान्डदेखि
अब हामी घर खाना पनि आज खाएको छैन। हामी चिङ्गी भन्ने ठाउँ पुगेर खाना खाने भन्ने प्लान छ। त्यसपछि बिस्तारै आज घर जान्छौँ। सरर ट्याक्सीमा यो सानो रोडबाट ट्याक्कै राउन्ड घुमेपछि ठुलो माथि पुलमाथि चढ्यो है हामी। यो ठुलो पुल चेप्लाकोटबाट आउने पुल हो। भर्खर मात्रै यो बिल्डिङहरू देखेछ। यो बिल्डिङको वरिपरि डुलेर फर्किँदैछौँ। पुलमा आयो। यो पुलको बाहिर माथि चाहिँ 4-5 गाडी कुर्छ। यो पुल मुनि यो रोडको मुनि चाहिँ टनल छ। दुलोमा चाहिँ रेलको छ है। हेर्दा विश्वास नलाग्ने यत्रो पुललाई चाहिँ फेरि एउटा डोरीले झुन्डाएको छ है। यो पुल झुन्डिने यति डोरी मात्रै हो। यस्तो छ। भर्खर हामी यो आइल्यान्डमा अहिले डुलेर फर्किँदैछौँ। सहर देखियो है ल। अब हामी चिङ्गी आइपुगिहाल्यो। यो पारी देखिएको चाहिँ चुनवन सहर अग्लो बिल्डिङ। यो नजिक अगाडिको चाहिँ चिङ्गी हो। निनाम टावर हो त्यो अग्लो टावर चाहिँ। यस्तो छ हामी चाहिँ। हेलो कान्छा कहाँ छ कान्छा? अब यो सहरभित्र गएर खाना खाने हो हामी आज। त्यसपछि घर लाग्छौँ। छेउतिर हो आज।